कल्पना गर्नुहोस्, आजभन्दा 500 वर्ष अघि न कुनै कम्प्युटर थियो, न कुनै आधुनिक इन्जिनियरिङ, न कुनै क्रेन, तर एउटा यस्तो सभ्यता थियो जसले पृथ्वी हल्लाउने भूकम्पलाई चुनौती दिने वास्तुकला चमत्कारहरू निर्माण गर्यो। काठमाडौँ उपत्यकामा उभिएका ती मन्दिरहरू किन आज पनि अडिग छन्? किन तिनीहरूका काठका टुँडालहरू शताब्दीपछि पनि बलिया छन्? र कसरी मल्लकालीन शिल्पीहरूले यस्तो ज्ञान प्राप्त गरे जुन आधुनिक वैज्ञानिकहरूलाई समेत आश्चर्यमा पार्छ? के ती केवल धार्मिक संरचना थिए वा तिनमा कुनै गोप्य वैज्ञानिक रहस्यहरू लुकेको थियो? आज हामी यात्रा गर्दैछौँ समयको सुरुङभित्र, मल्ल राजाहरू, कुशल कारिगरहरू र अद्भुत मन्दिरहरूको संसारमा, जहाँ प्रत्येक इँटा, प्रत्येक काठ र प्रत्येक मूर्तिले एउटा कथा सुनाउँछ। तर त्यो कथा केवल कला र धर्मको मात्र होइन, त्यो कथा हो प्रतिभा, शक्ति, प्रतिस्पर्धा र रहस्यको। 13औं शताब्दीदेखि 18औं शताब्दीसम्म काठमाडौँको उपत्यकामा एउटा युगको उदय भयो। त्यो थियो मल्ल युग। त्यति बेला उपत्यकामा एउटै राज्य थिएन, जहाँ 3 शक्तिशाली राज्यहरू थिए, काठमाडौँ, पाटन र भक्तपुर। 3 राजाहरू, 3 दरबार र एउटै सपना, सबैभन्दा महान बन्ने सपना। उनीहरू बीच युद्ध हुन्थ्यो, राजनीतिक प्रतिस्पर्धा हुन्थ्यो, तर एउटा अर्को प्रतिस्पर्धा पनि थियो। कसले सबैभन्दा भव्य मन्दिर बनाउने, कसले आफ्नो सहरलाई देवताहरूको नगरी बनाउने। यही प्रतिस्पर्धाले जन्म दियो संसारकै अनुपम वास्तुकलालाई। मल्लकालीन मन्दिरहरू केवल पूजा गर्ने स्थल थिएनन्, तिनीहरू शक्ति प्रदर्शन गर्ने प्रतीक थिए, राजकीय प्रतिष्ठाका स्मारक थिए र विज्ञान तथा कलाको अद्भुत प्रयोगशाला पनि। तर यिनको निर्माणमा प्रयोग भएको ज्ञान कहाँबाट आयो? यो रहस्य अझै पूर्ण रूपमा खुलिसकेको छैन। जब आधुनिक इन्जिनियरहरूले मल्लकालीन मन्दिरहरूको संरचना अध्ययन गरे, उनीहरूले एउटा अचम्मको तथ्य भेटाए। यस्तो तथ्य जसले प्रमाणित गर्यो कि मन्दिरहरू केवल धार्मिक भवन थिएनन्, तिनीहरू भूकम्पसँग लड्न डिजाइन गरिएका अद्भुत संरचना थिए। तर 500 वर्ष अघि यस्तो ज्ञान कसरी सम्भव भयो? 25 अप्रिल 2015 नेपाल काँप्यो, हजारौं भवनहरू ढले, लाखौं मानिसहरू प्रभावित भए। तर कतिपय मल्लकालीन संरचनाहरूले आश्चर्यजनक रूपमा भूकम्पको सामना गरे। किन? यसको उत्तर वास्तुकलाको गहिराइमा लुकेको छ। मल्लकालीन मन्दिरहरू कठोर कङ्क्रिटबाट बनेका थिएनन्, तिनीहरू लचकदार थिए। काठ र इँटाको सन्तुलित प्रयोग गरिएको थियो। भूकम्प आउँदा संरचना थोरै हल्लिन्थ्यो, ऊर्जा सकिन्थ्यो र त्यसैले पूर्ण रूपमा ढल्ने सम्भावना कम हुन्थ्यो। आजको भाषामा भन्नुपर्दा यो एक प्रकारको प्राकृतिक सक अब्जर्भेसन सिस्टम थियो। तर त्यो समयमा यस्तो असाधारण कसरी विकास भयो? सायद शताब्दीको अनुभवबाट। मल्लकालीन कारिगरहरूले एउटा कुरा बुझेका थिए, प्रकृतिसँग लड्नु हुँदैन, उनीहरूसँग मिलेर काम गर्नुपर्छ। त्यसैले मन्दिरहरूलाई कठोर होइन, लचकदार बनाइयो। प्रत्येक टुँडाल, प्रत्येक काठको जडान इन्जिनियरिङको उत्कृष्ट नमुना थियो। आज पनि विश्वभरका वास्तुविदहरूले यी संरचनाहरू अध्ययन गरिरहेका छन्, किनभने तिनमा परम्परागत ज्ञान र आधुनिक विज्ञानको अद्भुत मेल देखिन्छ। तर यी मन्दिरहरूको वास्तविक चमत्कार केवल संरचनामा थिएन, तिनीहरूको काठका नक्कासीहरूमा पनि लुकेका थिए अनगिन्ती रहस्य। त्यस्ता रहस्य जसलाई धेरै मानिसहरूले गलत रूपमा बुझेका छन्। यदि तपाईँले मल्लकालीन मन्दिर ध्यानपूर्वक हेर्नुभयो भने तपाईँले एउटा कुरा अवश्य देख्नुहुनेछ। काठमा कुँदिएका अनगिन्ती आकृतिहरू, देवताहरू, नरकटहरू, जनावरहरू र कहिलेकाहीँ अत्यन्तै विवादास्पद दृश्यहरू। यी किन बनाइए? के ती केवल सजावट थिए वा कुनै गहिरो सन्देश? इतिहासकारहरूका अनुसार धेरै नक्कासीहरूले धार्मिक दर्शन, सामाजिक जीवन र आध्यात्मिक शिक्षालाई प्रतिनिधित्व गर्थे। कतिपय काम कला सम्बन्धी चित्रहरूले जीवन चक्र र सृष्टिको प्रतीकात्मक अर्थ बोकेको विश्वास गरिन्छ। तर यसबारे आजसम्म पूर्ण सहमति छैन र यही कुरा यसलाई अझ रहस्यमय बनाउँछ। मल्लकालीन कारिगरहरू केवल शिल्पी थिएनन्, उनीहरू कथाकार थिए। प्रत्येक टुँडाल एउटा पुस्तक थियो, प्रत्येक मूर्ति एउटा अध्याय।
र सम्पूर्ण मन्दिर एउटा विशाल ग्रन्थ। तर दुर्भाग्यवश तीमध्ये धेरै अर्थ समयसँगै हराउँदै गए। आज हामी केवल अनुमान गर्न सक्छौँ, तर एक कुरो निश्चित छ, यस्तो कलात्मक स्तर संसारका अत्यन्त कम सभ्यताले हासिल गरेका थिए। तर यी अद्भुत मन्दिरहरूको पछाडि केवल कलाकारहरूको प्रतिभा मात्र थिएन, त्यहाँ थियो राजाहरू बीचको तीव्र प्रतिस्पर्धा, र त्यो प्रतिस्पर्धाले निर्णय गर्यो उपत्यकाको सबैभन्दा विशाल वास्तुकलात्मक युद्ध। मल्लकालीन उपत्यका राजनीतिक रूपमा विभाजित थियो, तर कला र वास्तुकलामा ती सहरहरू एकअर्कालाई उछिन्न दौडिरहेका थिए। भक्तपुरले नेटपोल बनायो, पाटनले कृष्ण मन्दिर निर्माण गर्यो, काठमाडौँले तलेजु मन्दिरलाई अझ भव्य बनायो। प्रत्येक नयाँ मन्दिर शक्ति प्रदर्शन थियो। राजाहरूले आफ्नो वैभव देखाउन चाहन्थे र त्यसैले उत्कृष्ट कारिगरहरूलाई दरबारमा बोलाइन्थ्यो। नयाँ प्रविधिहरू विकास गरिन्थ्यो, अझ सुन्दर नक्कासी बनाइन्थ्यो, झन अग्ला मन्दिर बनाइन्थ्यो। तर यो प्रतिस्पर्धाले एउटा अनपेक्षित परिणाम दियो। यसले नेपाललाई संसारकै अद्वितीय वास्तुकला सम्पदा प्रदान गर्यो। आज लाखौं पर्यटकहरू यही सम्पदा हेर्न आउँछन्। तर अझै एउटा प्रश्न बाँकी छ, यदि मल्ल युग यति समृद्ध थियो भने त्यो अचानक किन समाप्त भयो? 18औं शताब्दीमा एउटा राजा पश्चिमबाट अघि बढ्दै थियो। उनको नाम थियो पृथ्वीनारायण शाह, र उनको आगमनसँगै मल्लयुगको अन्त्य नजिकै थियो। मल्लयुग समाप्त भयो, राजाहरू हराए, सिंहासन बदलियो, साम्राज्यहरू पतन भए, तर मल्लकालीन मन्दिरहरू अझै उभिएका छन्, किनभने तिनीहरू केवल भवन होइनन्, तिनीहरू समयका साक्षी हुन्। उनीहरूले युद्ध देखे, भूकम्प देखे, राजाहरूको उदय र पतन देखे, तर अझै तिनीहरू मौन उभिएका छन्। हामी आज आधुनिक युगमा छौँ, हामीसँग कम्प्युटर छ, उन्नत प्रविधि छ। के हामी 500 वर्ष अघि बनेका यी चमत्कारहरूको सम्पूर्ण रहस्य बुझिसकेका छौँ? सायद छैनौँ। सायद अझै पनि धेरै कुराहरू लुकेका छन्, प्रत्येक काठको टुक्राभित्र, प्रत्येक इँटाको तहभित्र, प्रत्येक नक्कासीको मुस्कानभित्र। मल्लकालीन मन्दिरहरू केवल अतीतका अवशेष होइनन्, ती मानव सृजनशीलताको प्रमाण हुन्। ती देखाउँछन् कि सीमित साधन हुँदाहुँदै पनि असाधारण कल्पनाशील शक्ति र ज्ञानले इतिहास बदल्न सक्छ। र सायद अर्को पटक तपाईँ पनि कुनै पुरानो मन्दिर अगाडि उभिँदा तपाईँले केवल एउटा भवन देख्नुहुने छैन, तपाईँले समयसँग संवाद गरिरहेको एउटा जीवित इतिहास देख्नुहुनेछ। यस्तै ऐतिहासिक कुराहरू थाहा पाउनको लागि कालचक्र नेपाललाई सब्स्क्राइब गर्नुहोस्।